हेलो साथीहरू, आज चाहिँ मैले यो देउली च्याउ बनाउँछु। हाम्रोतिर चाहिँ हामीले चाहिँ यसलाई देउली च्याउ भन्ने गर्छौँ। हजुरहरूको भाषामा चाहिँ अब यसलाई फरक नाम पनि दिन सकिन्छ। यसलाई चाहिँ मैले एकचोटि पानीमा डुबाएर चम्चाले खौरेर यसरी राखिसकेको छु। अब यसलाई चाहिँ मैले पानीले फेरि पखाल्छु 2-4 पटक अनि सफा हुन्छ। हेलो साथीहरू, यो चाहिँ मैले 4-5 पानी धोइसकेपछि यस्तो भइसक्यो। अब यो चाहिँ सफा भइसकेको छ। यसलाई चाहिँ मैले अब चिरेर पकाउँछु। च्याउ खाँदाखेरि त कति मिठो हुन्छ साथीहरू, तर बनाउँदाखेरि पनि त्यत्तिकै झन्झटिलो हुन्छ कि यसलाई माटो राम्रोसँग धुनु पर्यो। माटो चक्क्या हुन्छ, फेरि त्यसलाई चक्कुले अथवा चम्चाले त्यसरी खौरेर फाल्नु पर्यो। अनि त्यसपछि फेरि यसरी केलाई पार्नु पर्यो अनि राम्रोसँग पकाउनु पर्यो हैन। अब नपकाएर खानु पनि भएन, फेरि पकाएरै खानु पर्यो राम्रोसँग। यो चिप्लो भएर यो त काट्नु पनि कस्तो छ। ल साथीहरू, अब मेरो यो च्याउ बनाउने काम पनि सिद्धिसक्यो। अब पकाउन बाँकी रह्यो। अब यसलाई लसुन टिमुर राखेर पकाउँछु अनि भात पकाउँछु अनि रस बनाउँछु एउटा केही। अनि मेरो खाना रेडी हुन्छ साँझको। अनि साँझ खाना खान्छौँ। यही हो च्याउ बनाउने, जतिलाई थाहा होला च्याउ बनाउनु कति झन्झटिलो हुन्छ भनेर। यो लसुन र टिमुर डल्ले खुर्सानी पिसेर पानी राखेर रस हालेको चलाउँछु अनि तरकारी रेडी च्याउको। यो चाहिँ हाम्रो लागि खुर्सानी राखेको, यो चाहिँ मेरो छोरीहरूलाई खुर्सानीमा राखेको। आज हाम्रो च्याउको तरकारी रेडी भइसक्यो साथी।